दाई फौज सिंह ए घुम्नलाई भनी ए खेल्नलाई भनी है दशा ग्रह ए तौसी काट्नलाई भनी ए तौसीमा ए माफै ए क्षमा माग्दै ए देउसीमा खेल्छौँ ए मेरा दाजु ए द्वापरे युगमा ए रामचन्द्रको ए रामजीको ए बखानै सुन्दर ए पुराणै सुन्दर ए हामीलाई ए 7 दिन लाग्छ ए 7 रात लाग्छ ए पहाडको ए राम्रो कुरा ए राम्रो सन्तान ए राम्रो लक्षण ए हुँदा हुँदै ए दशरथजीले ए दशरथजीले है रामजीलाई ए वनवास जान ए वनवास जान दाई प्लस भाउजू र श्रद्धेय ममतामयी माताको घरमा हामी यो सालको देउसी भैलो कार्यक्रम लिएर आइरहेछौँ। हामीलाई अब प्राविधिक गडबड भएको कारणले हामीलाई असजिलो त भएको छ र पनि दाजुले हामीलाई सपोर्ट गर्नुभएको छ गर्दा कस्तो हुन्छ। यस बावजुद पनि हामी उहाँको घरमा देउसी भैलो कार्यक्रम सुरु गर्न गइरहेका छौँ। आशा र विश्वास छ अवश्य पनि हाम्रो कार्यक्रमलाई सहज रूपमा स्वीकार गर्नुहुन्छ भन्ने गरिदिनु होला भन्दै हामी कार्यक्रम सुरु ए हे मेरी माता ए बाबाको वचन ए काट्न मैले ए सकिन माता ए घरै छोडी ए 14 वर्ष आई वनवास जान्छु ए भनेर भन्दा ए भनेर भन्दा ए माताजीलाई ए मुटुमा भक्कानु ए भक्कानु भयो ए मुछामा परी आई रुनुमा भयो ए रुनुमा भयो ए सीताजीले ए सीतेला है त्यति नै बेला ए भाइ लक्ष्मणले ए भाइ लक्ष्मणले ए थाहा पाई ए थाहा पाई ए रुन लाग्दा है रुनमा लाग्दा है रामजीले ए लक्ष्मणजीलाई बस ए माताको कुरा ए नकाटिकन ए घरैमा बसी ए आमालाई पाली ए माया गरी ए राख्नुमा भयो ए त्यसै बेला ए त्यसै बेला ए भरतले ए भरतजीले ए म पनि जान्छु ए हे मेरा दाजु ए म पनि जान्छु ए 14 वर्ष ए म पनि बस्छु ए भन्दामा खेरि ए रामजीले ए भाइलाई पनि आई फकाउनु भयो ए जानु अहिले ए तिमी घरमै ए बसेर सयर ए गरी राख्नु ए म मात्रै जान्छु ए कति हो र ए 14 वर्ष ए भनेको पनि ए धेरै होइन ए सुन मेरा भयो है राम राम बोलिदिनु होला 2 दिनको हजुर राम छाया यो चोला राम राम बोलिदिनु होला 2 दिनको हजुर राम छाया यो चोला
अयोध्यामा थिए हरे दशरथ राजा खुसी थिए प्रजाहरू बज्यो पञ्चै बाजा रामचन्द्र लक्ष्मण रानी थिए हजुर राजाका 3 जना है जेठी बहिनको सल्लाह माइलिकेकै थिइन् छोराको कुरो सुनि खराब गराइदिइन् भन्न लागिन् राजालाई घुर्की देखाएर पठाइदिनुहोस् रामलाई वनमा यतिखेर भरतलाई दिवाज राजा रामलाई हजुर पठाइदिउँ वनवास भरतलाई दिवाज राजा रामलाई बरु पठाइदिउँ वनवास यसोमा भन्दा देउसिरे है रामजीले देउसिरे ए पक्नुस् माता देउसिरे आई भनिकन देउसिरे हे आँसु पुस्दै देउसिरे ए बाटो लाग्दा देउसिरे आई जिल्लै भरि देउसिरे आई जिल्लै भरि देउसिरे आई बाबासी चलो देउसिरे आई बाबासी चलो देउसिरे ए मन मेरा भयो देउसिरे ए बस्ता देउसी देउसिरे ए आएछन् भनी देउसिरे ए गुरुमा होला देउसिरे आई सच्याउनेको देउसिरे ए सोरै खापी देउसिरे ए सोरै ढाकी देउसिरे ए भन मेरा भयो देउसिरे ए राम्ररी भन देउसिरे ए त्यसपछि देउसिरे ए वनवासै जाँदा देउसिरे ए वनवासै जाँदा देउसिरे ए प्यारा प्रिय देउसिरे ए रामका प्यारा देउसिरे ए हनुमान दिले देउसिरे ए ठेगाना पत्तो देउसिरे ए लगाई छाडे देउसिरे ए लगाएर छाडे देउसिरे ए लगाए पछि देउसिरे ए सीताजीलाई देउसिरे ए भनिकन देउसिरे ए सुनको दिँदा देउसिरे ए सीताजीलाई देउसिरे ए हनुमानजीले देउसिरे ए उठाएर लागि देउसिरे ए गरेको काम देउसिरे ए गरेको व्यापार ए डबलै हावस देउसिरे ए हाकेको पुगोस् देउसिरे आहै ताकेको पुगोस् देउसिरे ए आगो आउँदा देउसिरे ए यत्रै घर देउसिरे ए देख्न पाइयोस् देउसिरे ए यसैमा घरका देउसिरे ए परेवा पन्छी देउसिरे ए उड्दामा खेरी देउसिरे ए आकाशिरे ए पृथ्वी ढाकुन् देउसिरे ए यसै ए बासैमा गरुन् देउसिरे ए बासैमा गरुन् देउसिरे ए धन सम्पत्ति देउसिरे ए भण्डारै भरि देउसिरे ए भइमा राखोस् देउसिरे ए भइमा राखोस् देउसिरे ए साथी यता चाहिँ गलेर होइन पुरै ए दिन पुगोस् देउसिरे ए दिनैमा पुगोस् देउसिरे ए वरदानै हावस् देउसिरे ए आशिक हावस् देउसिरे आशिक देउसिरे ए यति नै दिने देउसिरे ए दिने भन्दै देउसिरे ए बिदा माग्ने देउसिरे ए हात जोडेर देउसिरे ए हजुरसँग देउसिरे है बिदा माग्छौँ देउसिरे है बिदामा माग्छौँ सबैको फोटो आउँछ क्या यताबाट पनि माग्छौँ यताबाट पनि यो स्न्याप होइन त लु आउनु न हौ त्यो भिडियो हो स्न्याप अहिले देखेर ल हामीहरूले यो राति 11:30 भइसक्यो देउसी भैली कार्यक्रमलाई समापन गरेर अब अर्को घरको लागि अब अन्तिम एउटा राउन्ड छ लास्ट टाइम लक्की कलर अब दाजुकोबाट बिदा हुँदैछौँ अब अर्को घरको लागि हामीहरू प्रस्थान गर्दैछौँ घडीले पनि राति 12:30 बनाइसकेको छ अब यस्तै छ अरू बेला त खेल्न मिलेन पर्वको बेला भनेकै रमाइलो गर्दै सबैजना हाँसी मजा गर्दै